भन्दा नेपाली बैंक वित्तीय संस्थाको भयो। त्यो फरेन करेन्सी पनि कसको भयो त उसैको भयो। अब त्यो पैसाको प्रयोग के गर्छ त यस्ता बैंक वित्तीय संस्थाले भने भोलि गएर त्यो बैंकमा त धेरै तरिकाको सर्भिस लिने व्यक्तिहरू गएको हुन्छ। अब कुनै व्यापारीले चाहिँ विदेशबाट मलाई सामान चाहियो, मलाई भुक्तानी गरिदिनु पर्यो भनेर बैंकमा गयो भने बैंकले त्यो बापत नेपाली मुद्रा लिन्छ र त्यो बापतको जो हिजो अस्ति रेमिटेन्सबाट आएको मुद्रा छ त्यो रकमलाई के गर्छ त भन्दा त्यस्तो विदेशबाट सामान आउने जहाँबाट उसले ल्याउन खोजेको छ त्यो ठाउँमा के गरिदिन्छ भुक्तान गरिदिन्छ। त यसरी एउटा सिस्टम चलिरहेको हुन्छ, यसो इकोनोमीमा चलिरहेको हुन्छ। अब रेमिटेन्सले मात्रै विदेशी मुद्रा ल्याउँछ त भन्दा होइन। रेमिटेन्स नेपालको लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र हो। त्यो लगायत नेपालबाट विदेशमा बिक्री भएको सामानले पनि विदेशी मुद्रा आर्जन गर्छ। नेपालमा घुम्न आएका विदेशीहरूले पनि के गर्छ त भनेर भन्दा विदेशी मुद्रा चाहिँ कुनै न कुनै रूपमा नेपालका बैंक वित्तीय संस्थाहरू या नेपाली इकोनोमीमा चाहिँ सञ्चित गर्छ। तर नेपालमा सबैभन्दा धेरै रकम रेमिटेन्सबाट आउने भएकोले गर्दा कहीँ न कतै यसको चाहिँ चर्चा परिचर्चा बढी भएको हामी देख्छौँ। त्यही भएर विदेशी मुद्रा आउने भन्यो भने रेमिटेन्स मात्रै एउटा स्रोत हो कि भन्ने हुन्छ, होइन। त्यो सँगसँगै नेपाल सरकारले अनुदान पाएको हुन्छ, नेपाल सरकारले ऋण पनि पाएको हुन्छ। हो, प्योर नेपाल सरकारले पाएको अनुदान, नेपाल सरकारले लिएको वैदेशिक मुद्राको ऋण मात्रै के हो त भन्दा नेपाल सरकारको। अब त्यो रेमिटेन्स बापत आएको रकम राष्ट्र बैंकमा होस्, कुनै बैंक वित्तीय संस्थामा होस्, कुनै व्यापार व्यवसायीसँग होस्, कुनै सटै काउन्टरसँग होस्, त्यो चाहिँ नेपाल सरकारको होइन। जसले गर्दा नेपाल सरकारले त्यस्तो रकमलाई मनचाही तरिकाले, आफू खुसी तरिकाले चाहिँ कुनै प्रयोग गर्न सक्दैन। हो, त्यो बापत त्यो रकम प्रयोग गर्नको लागि, त्यो वैदेशिक मुद्राको सञ्चितलाई चाहिँ प्रयोग गर्नको लागि नेपाल सरकारले या त के गर्नु पर्यो त भन्दा थप मुद्रा जारी गर्नु पर्यो, नेपाली मुद्राहरू प्रकाशन गर्नु पर्यो, या कुनै आन्तरिक ऋणहरू लिनु पर्यो, या कुनै त्यस्तो प्रकृतिको ऋणहरू लिनु पर्यो जसले गर्दा ती बैंक वित्तीय संस्थालाई चाहिँ त्यो नेपाली मुद्रा दिएर त्यो बापत वैदेशिक मुद्रा चाहिँ उसले प्रयोग गर्न सक्छ। यस आधारमा हामी भन्न सक्छौँ कुनै पनि बैंक वित्तीय संस्था, रेमिटेन्स कम्पनी, इभन नेपाल राष्ट्र